हेलो गाइज, के छ हाल खबर? सबैजना आराम सन्चै हुनुहुन्छ होला होइन? म पनि एकदम ठिक छु। यो चाहिँ मेरो छोटो भ्लग हो है। भ्लग भन्दा नि भिडियो भनौँ न। म गाउँ जाँदैछु नि त। बाबु र म चाहिँ पछाडि बसेको थियो कि है, यस्तो एक्साइटेड भएको कि हामी दुईजना रमाइलो कि पुरा खुसीले नाचिरहेछौँ कि हामी दुईजना त अझ भएन भनेर मेरो छोरा हेर्नु न, उता एक्लै गएर बसेर हात हल्लाएर डान्स गर्छ कि उसले। हामी चाहिँ बिहान अलिक चाँडो निस्केको भएर होला, बाटोहरू खाली नै थियो अनि मौसम पनि एकदम राम्रो थियो नि त त्यति बेला। अनि घाम चाहिँ मस्त लागेको थियो कि। अनि यो भ्यूहरू चाहिँ हामी अलिक चाँडो गयो भने नौडाँडा मुनिबाट देखिन्छ कि यस्तो राम्रो देखा त। हिमाल हेर्नु न कस्तो झलमल्ल फुल्या नि त है, यस्तो राम्रो देखिन्छ नि त। अनि हामी पोखरा पुग्यो अनि विजयपुरको पुरानो पुल तल छ नि त, अनि यो चाहिँ नयाँ पुलबाट हिँडेको कि हामी चाहिँ। अनि घाँसी कुवामा चाहिँ चिया खाने भनेर रोकेको थियो है। अनि त्यति बेला चाहिँ मैले बाबुलाई यसो 2-4वटा क्वेसन गरौँ न भनेर क्वेसन गरेको। बाबुले त कस्तो उत्तर दिन्छ कि मलाई त। कहाँ जान लाग्यो बाबु? कहाँ जान लाग्यो रे? कहाँ हो हाम्रो गाउँ? त्यसपछि बाबुलाई मैले त्यो क्वेसन गरिसकेपछि हामी चाहिँ आफ्नो गन्तव्यतिर जाँदै थियौँ है। यस्तो बाटोहरू पनि यति राम्रो बनाएको कि अहिले त ओहो कुरै नगरौँ न बाटोको त। अनि मलाई चाहिँ झ्याउ लागेको थियो कि बाबु अगाडि गयो मामुसँग, अनि म चाहिँ पछाडि के गरौँ भनेर यसो भिडियो बनाएँ नि त आफ्नो। अनि यो चाहिँ मुगलिङको पुल, हामी मुगलिङ पुगिसकेको थियो नि त। अनि अहिले यो चाहिँ नयाँ निर्माण गरेको नि त, कस्तो चाक्लो कस्तो राम्रो के पुल पनि। पहिलाको त उतापट्टि छँदैछ नि त पुरानो, यो त नयाँ पुल हो नि त। अनि त्यही भएर हामी चाहिँ टक्क 2-4वटा भिडियो लिँदै बिस्तारै जाँदैथ्यौँ। अब बाटो पनि लामो नै थियो नि त, अनि यसो टाइम पास पनि हुने। यो चाहिँ मुगलिङ बजार के कति ठुलो छ नि त। उता साइडबाट चाहिँ चितवन नारायणघाट जाने बाटो भयो। अब सिधै गयो भने त हामी काठमाडौँतिर जाने हो नि त यो भनेको त। अनि हामी चाहिँ सिधै गएको थियौँ। त्यसपछि दिन राम्रो भएको थियो नि त, अनि त्यही भएर पुरा कस्तो खुल्ला राम्रो क्लियर देखेको छ नि त। अनि त्यसपछि हामी मनोकामना अगाडि पुग्यौँ है। मनोकामना अगाडि पुगेपछि केबुल कारहरू त बाटोबाट भिडियो गर्दा त सानो देखिने रहेछ नि त। अनि त्यही भएर म चाहिँ खिचेन। अनि यो चाहिँ गेट थियो कि मनोकामनाको है। अब नगए पनि अब यसो खिचौँ न भनेर खिचेको नि त। बाबुले त जाउँ न बाबा भनेर जिद्दी गरेको थियो। मैले चाहिँ नाइ हुँदैन भनेर भनेपछि आउँदा चढाउँला भनेको, तर चढाउनु चाहिँ पाएन बाबुले। अनि फेरि झ्याउ लागेको थियो। बाबुले म रमाइलो गर्दै गएँ। भन्छु नि हेलो गाइस, भन्छु त हामी चाहिँ बाउ छोरा कहाँ घुम्न गएको रे? कहाँ जाने रे? गाउँ कहाँ हो हाम्रो? उता हेर न मोबाइलमा हेरेर ल, इन्टरभ्यू है सुरु गर मेरो। हेलो गाइस, हामी चाहिँ अहिले कहाँ जानु लाग्यो बाबु? गाउँ कस्तो छ हाम्रो गाउँ? अनि बाबु र म चाहिँ धेरै रमाइलो गर्छ नि त। अनि रमाइलो गऱ्यो। अनि आउँदैन यहाँ बाटोमा फेरि जाम रहेछ कि। अब बाटो बनाउनु लाग्छ नि त। अनि त्यही भएर बिस्तारै अगाडि बढाएको थियौँ। तर जाम चाहिँ थियो, तर खासै त्यस्तो जाम पनि थिएन त। त्यसपछि त हामी खाना खाने ठाउँमा आएको थियौँ, भोक लागेको थियो नि त। अनि खाना खाने भनेर यहाँ रोकेको थियो कि। अब खाना पनि खायौँ। ओइ सोयु यता हेर ल, हाई गरिदेऊ। अनि हामीले खाना लिएर आएको। अनि बाबुले र बाबाले अनि सबिताले चाहिँ उता खाना खाँदैछ कि। अनि मलाई त धेरै भोक लाग्छ नि त। अनि त्यही भएर म त भात पनि धेरै लिएर आएँ। पछि थप्पी खाएको हो कि। म त बाहिर खाना मिठो लाग्छ कि घरको भन्दा। अनि हामी चाहिँ खाना खाइसकेर बिल पेमेन्ट गरेर निस्किन लागेको थियो कि है। अनि मैले चाहिँ सोहीलाई एकचोटि भ्लगमा हाई भनिदेऊ न भनेको त हाई रे भनेको चाहिँ मान्छ कि। कति बेला चाहिँ यस्तो रिस उठाउँछ बाबुले है। त्यही पनि आफ्नै छोरा हो नि त, अलिअलि रिस त कन्ट्रोल गर्नु पऱ्यो नि त। अनि झन् दौडिँदै गएको थियो कि। अनि लोड छ बाबु त्यहाँ जानु हुँदैन भनेको त, हस् रे। अनि के भन्छ भनेको त। अनि मैले उसलाई भनेँ कि बाबु हामी के अरे कहाँ जाने हो भनेको त, गाउँ रे। अनि त्यसपछि पुरा एक्साइटेड भएर कि हामी उता जाऊँ न, पारी जाऊँ न भन्दैन। पारी चाहिँ कसरी जाने हो र भनेर भनेको त। त्यहाँ डुङ्गा छ त भन्छ अझैले पनि। त्यो पारी स्विमिङ छ नि त। अनि त्यही भएर कि। अनि मलाई पनि यस्तो राम्रो लाग्यो, एउटा भिडियो खिच्थ्यौ न भनेर मैले बुढीलाई भनेको थिएँ। बुढीले खिचिदिएको थियो। कति बेला त आफू पनि त देखिनुपर्छ नि त भिडियोमा भनेर यसो अलिकति बनाइदियो मात्र भनेको हो कि।
अनि बाबु चाहिँ पछाडि फर्केर मलाई हाई हेरेको कस्तो राम्रो देखायो कि बाबुलाई। अनि हामी मलेको पुग्यो। अनि मलेको पुगेपछि अब सिधै गयो भने त काठमाडौँ पुग्छ। अनि लेफ्ट साइडबाट यो गेटदेखि चाहिँ हामी यता लाग्यौँ। यो चाहिँ धादिङ बेसी जाने बाटो हो है। अनि हामी सरासर जाँदैछौँ कि बाटोमा यस्तो नदीहरू पनि कालो आइरहेको थियो कि। तर धादिङ बेसी जाने बाटो चाहिँ त्यस्तो ठुलो चाहिँ छैन, सानो थियो, घुम्टी मात्रै के। बाटोहरू पनि दुईवटा गाडी आउँदा नि ठुक्केला जस्तो डर हुने कि। अनि त्यस्तोमा चाहिँ अलि बिस्तारै चलाउनु भनेर भनेको थिएँ मैले बाबालाई। बिस्तारै चलाउनु थियो। मलाई चाहिँ यस्तो हरियो पाखा डाँडाहरू एकदम राम्रो लाग्छ। अनि त्यही भएर मैले चाहिँ भिडियो लिएको है यो चाहिँ। त्यसपछि त हामी एकैछिनमा धादिङ पुग्यौँ। अब धादिङ पुग्न त्यस्तो टाइम चाहिँ लाग्यो, किन भन्दा हामी आफ्नो प्राइभेट गाडी लिएर गएको थियौँ नि त। हामी पब्लिक बसहरूमा जिपहरूमा गएको होइन नि त। यदि पब्लिक जिपहरूमा बसहरूमा गएको भए त एकदम टाइम लाग्थ्यो नि त, किन भन्दा हाम्रो आफ्नै भएको भएर हामी चाँडो पुग्यो नि त त्यहाँ। चाहिँ धादिङ बजार हो है साथीहरू, यस्तो छ कि धादिङ बजारको सिन चाहिँ। तर स्याटरडे गएर होला अलि बन्द नै थियो, त्यति चहलपहल चाहिँ थिएन बाटोमा। हाम्रो गाउँ जाने बाटो चाहिँ यस्तो छ कि पुरै खोलाको बगर हुँदै जानुपर्छ कि हामी जाने बेलामा चाहिँ। अब बर्खायामको बेलामा त अब खोला ठुलो हुन्छ अनि गाडी नै जाँदैन नि त गाउँमा। त्यति बेला त गाडी नै चल्दैन कि, बन्द नै हुन्छ कि, ठ्याप्पै हुन्छ कि। त्यही भएर धेरै गाह्रो छ कि हाम्रो गाउँ जानलाई पनि। अब गाउँतिर यस्तै हुन्छ नि त, गाह्रै हुन्छ। अब हामी पनि अब बाहिर बस्ने मान्छे थोरै छुट्टी लिएर आएको। अब त्यही बेलामा अब काम छ गाउँमा भनेर हिँडेको। पुरै बाटो देख्दा नि डर लाग्ने कि अब यस्तो बाटो जानु पर्दा त फर्केर पनि जाउँ भने जस्तो हुन्छ। फेरि आफू जन्मेको जन्मभूमिलाई त्यस्तो भन्नु पनि भएन नि त। सविता राणा मगर ल हेर त पछाडि गाउँ आएको रे। गाउँ आएको भन्नु छैन, माया गरिदिनु जन्मेको ठाउँ हेर्न आएको। मलाई भगाएर यहाँ ल्याएको भए सायद म बस्ने थिएन होला। बोलीको सुने त्यो चाहिँ बुढाबुढीले मजाक गरेको है। अनि भान्जा र भान्जी नै आउनुभयो थियो हामीसँग। भान्जाले बाबु बोकेको त एकदम सजिलो भयो कि हामीलाई है। अनि हाम्रो डे 1 को ब्लग चाहिँ आज यति नै हो। हामी यहीँ बस्ने हो नि त, आज रात परिसकेको थियो। अनि मैले बुवालाई जिस्काएर लामा दाइ भनेको त बुवा त कस्तो हाँसिदिनु भयो भने क्या।